गुड मर्निङ सबैजनालाई। यो चाहिँ मेरो कोलकाताको लास्ट दिनको भिडियो हो। अनि बिहान उठेर चाहिँ मुखसुख धोएर नुहाएर चाहिँ राम्रो नजरिया हेर्दै थिएँ। मैले जति पैसा तिरेको छु त्यति दिन रुम लागेको देखेको थिएन, किनभने अगाडिको दिन चाहिँ यति डरलाग्दो थाकेको थियो। आएर चाहिँ जिउ पखालेर तातो पानीले चाहिँ सुतिदिइहालेको, ब्रस गरेर जिउ पखालेर। खाने साने केही याद छैन, टुङ्गा केही छैन, तर खाएर चाहिँ सुतिदिइहालेको। अनि बिहान चाहिँ हेर्दै थिएँ के रहेछ, कसो रहेछ, हाम्रो रुमको हालत कस्तो गरेछ, कहाँ फ्याँकेछ, किन फ्याँकेछ भनेर यत्रो टाइमसम्म पनि अर्कोको पनि निन्द्रा पुगेको छैन। घुँडा बेचेर सुति नै रहेको छ। तर म चाहिँ रुम बिस्तारै हेर्दै थिएँ। यो इँटाहरू लगाएर पुरानो खालको डिजाइनमा बनाएको छ। रुम पनि दामी अनि सफा होइन। अनि यो रुम चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ यो रुम चाहिँ हाउडा स्टेसनभित्र नै हो है। हामीले पहिला चाहिँ बाहिर खोज्यौँ, 4-5वटा घुम्दाखेरि चाहिँ हामीलाई मन परेन, साह्रै मैला लाग्दो, महँगो रुम तर मैला घिनलाग्दो। अनि मेरो साथीले भने कि अब एउटै अप्सन छ त्यसो गर्नु भनेर। हाम्रोमा त्यो दिन त हामी त्यहाँदेखि हाउडा गयौँ, त्यहाँ मेरो साथीले कुरा गरिदियो। अन्त कुरा गरेर चाहिँ हामी चाहिँ त्यहाँ बसेको थियौँ। अनि यो चाहिँ कहाँ रहेछ भन्दाखेरि चाहिँ हे गाइस, देखो न यहीँ चाहिँ यो लेखेको रहेछ, यहीँ चाहिँ उल्लङ्घन नै हुँदैन त्यसको। हाउडा ब्रिज देखो न गाइस, देखो। ए हामी त उल्टा कहाँ भन्दाखेरि चाहिँ हाउडा ब्रिज चाहिँ हाउडा ब्रिजको माथि घुमेर है। यहाँ चाहिँ यति बेसी गाडीको हर्न बज्छ, हल्ला हुन्छ, मैला हुन्छ। अनि माथि घुमेर म चाहिँ मेरो बहिनीलाई चाहिँ तिमी आएको थियो पहिला कोलकाता भने, अनि भन्दै त्यहाँदेखि मैले भने यो अब यहाँनिर देख्दै गरेको चाहिँ हामी चाहिँ सायद हुगली रिभर माथि हो, त्यसो भन्दै उसलाई एक्सप्लेन गर्दै थिएँ। अन्त त्यहाँदेखि चाहिँ मैले यो बार टक्कै देख्दाखेरि चाहिँ बोट आउँदै रहेछ होइन। अनि बोट चाहिँ अलिक स्पिडमा रहेछ, बोट आउँदै रहेछ। अनि मैले बोट आउँदाखेरि चाहिँ उसलाई सोधेँ कि तिमी चढेको आएको भनेको थिएँ कि भने। त्यहाँदेखि मैले डिसाइड गरेँ भने कि यहाँनिर कतानिर नि चढ्ने जग्गा छ, किन जुन चढौँ भनेर। मैले भने त्यति 3 रुपियाँ कि 4 रुपियाँ लाग्छ भने, किनभने जतिखेर पहिला म चढेको थिएँ मलाई जहाँसम्म थाहा थियो वान साइड चाहिँ 3 रुपियाँ नभए 4 रुपियाँ थियो। अनि हाउडा ब्रिजहरू देखाउँदै त्यसको कहानी भन्दै गएर चाहिँ त्यहाँदेखि चाहिँ अब चाहिँ हामीले के डिसाइड गऱ्यो भन्दाखेरि चाहिँ बाटो खोज्नु थाल्यो। बाटो सोध्यो कहाँबाट झर्छ भने त्यो एउटा मान्छेले भने त्यो पुलको छेउबाट। अनि हामी चाहिँ गयौँ। अनि पुलको हालत त अघिको लास्ट भिडियोमा देखेको थिएँ, यस्तो थियो। पुलदेखि मुनि चाहिँ त्यो चढ्ने जग्गा चाहिँ यो यत्रो लामो चाहिँ किन घुम्नु पऱ्यो भन्दाखेरि चाहिँ यही बाटैबाट जाँदाखेरि पनि हामीले चाहिँ अब नयाँ मान्छे हो, देखेको थिएनौँ हामीले है। अर्को बाग बजारहरू कहाँबाट चाहिँ चढेको थिएँ, यहाँबाट चाहिँ चढेको थिएन। मैले चाहिँ सर्ट डिस्टेन्समा चढाइदिइराखौँ भनेर हाउडा ब्रिजको यतापट्टिबाट चाहिँ रेलवे स्टेसनसम्म पुऱ्याउनु जाँदै उल्टा बाटो पछिको थियो है, जहाँ चाहिँ सुटिङ चलेको थियो। एउटा मात्रै होइन, 4-5वटा 6वटा कतिवटा गीतको हो कि बेङ्गोली मुभीको पुरा सुट चल्दै थियो। अनि स्पिड बोट आएर चाहिँ टाढाबाट आउँदैछ। अनि हामीले चाहिँ आएर चाहिँ मैले भन्दैछु उयो पारी देख्दै गरेको चाहिँ त्यो चाहिँ हाउडा रेलवे स्टेसन, जहाँ चाहिँ मैले ब्रिज वारीबाट चाहिँ अब हामी पारी जाने डिसाइड गरेको। अनि त्यो चाहिँ अब हामी टिकट काटेर बस्यौँ। अनि टिकट चाहिँ 6 रुपियाँ रहेछ। अनि एक्सपिरियन्सको लागि त कस्तो फिल हुन्छ भनेर। अन्त हामी पुग्यौँ, हामीले चढेको बोटमा ट्राभल पनि गरिसक्यौँ। अनि ट्राभल गरेर पल्लोपट्टि पुग्यौँ। अब हामीलाई वापस जानु छैन, हामीलाई रेलवे स्टेसनपट्टि निक्लिन्थ्यो, किनभने हामीले ब्यागहरू डिपोजिट त्यही राखेर आएको थियौँ सबै ब्यागेजहरू। अनि त्यो गरेर उनीहरू अरू चढ्यो वापस जानुको लागि उता साइड। अनि हामी चाहिँ झरेर चाहिँ
मैले चाहिँ यहीँबाट पनि देख्दो रहेछ हाउडा ब्रिज कम्प्लिट